हेलो बाबु नानीको मम्मीहरू हजुरको घरमा चाहिँ हजुरलाई चाहिँ बाबु नानीले कतिको सघाइरहन्छ त अझै बाबुले भन्दा नि बेसी त नानीले सघाइराख्यो होला है। अझै विशेष गरी 1 वर्षदेखि माथिको नानीहरूले कतिको सघाइरहेको हो हजुरको घरमा चाहिँ। मलाई त यति सघाउँछ नि मेरो छोरीले र पक्नु चाहिँ म हजुरलाई देखाउँछु। हेर्नु त यहाँ बुढी केलाइरहेछिन्, यहाँ बाबाको टोपी धुन भनेर झिकिरहेछिन्। यहाँ तरकारी पकाउनलाई बुढी केलाइरहेछिन् नि यस्तरी। त्यहाँ चाहिँ बेबीलाई चाहिँ बुबु खुलाएर त्यहाँ सुताइराखिन् छोरीले चाहिँ। यहाँ चाहिँ गेडागुडी निफालिरहेछिन् छोरीले है। कति काम गर्छ है शीतल तिमीले त। हाई गरिदेऊ त, यता हेरिदेऊ त, बुढी निफालेर देखाइदेऊ। ए खानी पनि हो, हाई भनिदेऊ त। यता हेर न सानो, यता हेर न छिटो नआउ धेरै। हेर्नुहोस् यस्तो है बुढी केलाएर गेडागुडी केलाएर यहाँ बिङ्न यति काम गर्छन् नि यिनी नानीले। आफ्नो लुगा आफै धुन्छन्, आफ्नो लुगा भएन भनेर आफै सुकाउन लान्छन्, हुँदा हुँदा लुगा पट्याएर राख्छन्। तरकारी त पकाउने मात्रै हो, सबै केलाउने काम, काट्ने काम, निफोड्ने काम यिनकै हो। भएन भनेर झाडु पोछा पनि गर्छन् है यिनले। मलाई चाहिँ सुख छ, मैले केही गर्न पर्दैन। मैले त सिर्फ त्यो पकाइदिने मात्रै हो। भाँडा माझ्न चाहिँ अलिक सक्दिनँ त्यहाँ बेसनमा चढ्नलाई, नत्र भए भाँडा पनि माझ्दिन्थिन् बहिनीले नानीले। भाँडा माझ्दा चाहिँ अलिक सकिन्, त्यही भएर यिनले भाँडा माझ्ने काम चाहिँ गरिदिन्, भाँडा माझ्न पकाउने काम चाहिँ गरिदिन्। किनभने यिनले त्यहाँ भेट्दिनन् नि त, नत्र भने आफूले भेटेको जति काम चाहिँ सबै यिनले गर्ने हो। सजिलो है मलाई चाहिँ। भएन भने यहीँ यसरी पनि निपोल्छन्, खुट्टा खुट्टाले जेले भेट्छ त्यसले हो कि निपोलिन्छ। ल यता हेर्दै खानु, यहाँ आउँदा यहाँ आउँदा उठा। मैले कति काम गर्छु भनिदेऊ, कति काम गर्छ है। ल बाई गरिदेऊ, बाई माया गरिदेऊ। ल आँखा झिम्काइदेऊ सानो। ल भयो।